साथीहरु गुड आफ्टरनुन। के गर्नुहुँदैछ? यति साह्रो गर्मी छ। म चाहिँ खाना बनाउँदैछु हो। अन्त के गर्नु साथीहरु, खाना बनाउँदैछु भर्खर। अब पाक्न सक्नु आँट्यो। आज चाहिँ किनभने चाहिँ मेरो हस्बेन्डको ड्युटी भएको कारणले गर्दाखेरि हो। अनि के बनाउँछु, कसो बनाउँछु तपाईहरुसँग शेयर गर्छु नि ल सबैजनालाई। गुड आफ्टरनुन। यो चाहिँ मेरो एमाताची, यो चाहिँ अलरेडी रेडी भइसक्यो। मुलामा बनाइदिएको चिज हालेर हो। अचार रेडी छ, फिट्नु मात्रै पर्छ। म चाहिँ यहाँ आलु बनाउँदैछु। यो बदामी आलुको चौचरे हो। यो चाहिँ म खान्दिनँ, मेरो हस्बेन्डले मात्रै खान्छ। अनि त्यो भएर सब मेरो हस्बेन्डले खाने मात्रै हो। यो पनि, यो चाहिँ म खान्छु अलिकति यसमा चाहिँ हो। अनि त्यो भएर अरू के बनाउँछु अहिले तपाईँहरूलाई देखाउँछु ल साथीहरु। फाइनली मेरो खाना भयो। अचार बनाइदिएँ। यहाँ दही छ, यहाँ आलु अलि भुट्दै गरेको अलिकति। यो चाहिँ एमाताची भन्छ, उसमा के भन्छ यो मुलामा। अनि यहाँ अन्डा बनाइदिएँ हो। अनि यहाँ चाहिँ डल्ले खान्छ उसले डल्ले। अनि यहाँ अचार छ आमको। यो अचार चाहिँ मेरो हस्बेन्डको स्टाफले पठाइदिएको, राणा भाइले। थ्याङ्क यू सो मच राणा भाइ। साथीहरु ल है, यति भरिमा चाहिँ म सिर्फ दही र अलिकति अचार खान्छु। सबै कुरा खान्छु भन्छ ल, खान्दिनँ म त। यो अचार खाएँ। यी राइस छ, दही चाहिँ कम्ती हालेको छु हो। अन्त त्यो भएर म चाहिँ अब खानु बसेको ल साथीहरु।